इन्फ्लेसन अर्थात् महँगाई तपाईँले कुनै पनि देश, इन्डिया, अमेरिका, युरोप वा नेपाल जुनसुकै देशको न्युज उठाएर हेर्नु सबैतिर इन्फ्लेसन बढिरहेको छ। तर एउटा प्रश्न आउँछ, इन्फ्लेसन अर्थात् महँगाई किन बढिरहेको छ र सरकारले यसलाई रोक्नको लागि के काम गरिरहेको छ? त्योभन्दा पनि बेसिक प्रश्न, इन्फ्लेसन भनेको के हो? सामान्य शब्दमा भन्ने हो भने इन्फ्लेसन भनेको महँगाई हो। मतलब सामानको मूल्य बढ्नुलाई नै इन्फ्लेसन भनिन्छ। एकछिनको लागि सोच्नु, आज कुनै सामान 100 को छ, अर्को वर्ष 110 को हुन्छ र त्यसको अर्को वर्ष त्यही सामान 121 को हुन्छ। यस्तो अवस्थामा मान्छेहरूले भन्छन् इन्फ्लेसन 10% ले बढेको छ। यो 10% इन्फ्लेसनको एउटा मिनिङ त यो भयो, सामानको मूल्य दिन प्रतिदिन बढिरहेको छ। र अर्को तरिकाले तपाईले सोच्नुभयो भने पहिलो वर्ष तपाईले किन्न जाँदा 100 को नोटले सामान आयो, अब अर्को वर्ष फेरि त्यही 100 को नोट लगेर त्यही सामान किन्न जानुभयो। तर दोकानदारले भन्छ त्यो सामानको मूल्य बढेर अहिले 110 भएको छ र तपाईले अझ एक्स्ट्रा 10 निकालेर दिनुहुन्छ र अझ अर्को वर्ष दोकानदारले 21 रुपियाँ एक्स्ट्रा माग्छ। सामान त त्यही नै हुन्छ, तर तपाईको 100 रुपियाँको भ्यालु बिस्तारै बिस्तारै कम हुँदै जान्छ। अब अर्को प्रश्न, इन्फ्लेसन किन बढ्छ? तपाईले प्रयोग गर्ने सामान कुनै न कुनै ठाउँमा त बनेर नै आउँछ। यदि बनाउने कम्पनीलाई मेटेरियल वा ढुवानी महँगो भयो भने उसले तपाईलाई पनि महँगोमा नै बेच्छ। र अर्को, यदि बजारमा सामानको डिमान्ड हाई छ तर सामान पाइएको छैन वा कम पाइएको छ भने पनि सामानको मूल्य महँगो हुन जान्छ। अब कुरा गरौँ यो इन्फ्लेसनलाई कन्ट्रोल गर्नको लागि नेपाल राष्ट्र बैंक र सरकारले के गर्न सक्छन्। बेसिकली नेपाल राष्ट्र बैंकले यदि देशमा इन्फ्लेसन बढिरहेको छ भने कन्ट्रोल गर्नको लागि सबै बैंकहरूको ब्याज दर बढाउने र घटाउने गर्छन् र नेपाल गभर्नमेन्टले ट्याक्सको माध्यमबाट इन्फ्लेसन कन्ट्रोल गर्छ। जस्तो कि उनीहरूले डिजल पेट्रोलको मूल्यमा कहिले ट्याक्स कम लगाउँछन् त कहिले धेरै। यदि उनीहरूले कम ट्याक्स लगाए भने पेट्रोल डिजल सस्तो हुन्छ, तर यदि उनीहरूले धेरै ट्याक्स लगाए भने पेट्रोल डिजल महँगो हुन जान्छ।